विश्वकै पहिलो रेकर्ड। वैदेशिक रोजगारीका लागि कोरियामा रहेका एक युवकले धादिङबाट उम्मेदवार लिएकी समाजसेवी आशिका तामाङका बारेमा सत्य तथ्यमा आधारित गीत गाएका छन्। ल सुन्नुहोस् साथीहरू। जय जय गोरख, जय जय काली, जय नेपाल जय। आशिकालाई जिताउनुहोस्, देशको माया भए। समाज सेवा गरी गरी सबको मन जितिन्। आन्दोलनका घाइत्या घाउमा मलम लगाइथिन्। ए भाइ र कान्छा भनी सहयोग गरिन् कति, त्यही शब्द नै कतिलाई त भएको थियो खती। चिन धादिङवासी जनता असल नारी चिन, आशिका झैं महान चेली अरू कोही भेटिन। राम्रो मान्छे चुन्ने दिन आयो, परदेशबाट सम्झाउन मन लाग्यो। अन्याय विरुद्ध बोल्न सक्ने हुन् साहसी महिला, राज्य पुग्नु पर्ने ठाउँमा उनै पुग्थिन् पहिला। कहिले भोकै कहिले खाँदै हुन्थ्यो होला गाह्रै, बिरामी र अशक्तलाई गुण लगाछिन् सारै। गरिब र निमुखालाई निहालेर हेरिन्, विकट ठाउँका विद्यार्थीको जुत्ता लुगा फेरिन्। जनताकै अनुरोधमा राजनीतिमा आइन्, धादिङबाट उम्मेदवारले चुनाव लड्न लाइन्। आशिकाले नजितेर आउँदिन म नेपालमै फर्केर। गफ लगाउनु भन्दा पनि मन जितेसी कामले, कलियुगमा देवीकै रूप देखेका छौँ हामीले। सरसफाइको अभियानको सुरुवात गरिन्, अन्यायमा बोल्दाखेरि उनै जेलमा परिन्। जसले आफै मरी मरी समाज सेवा गर्छन्, घुसखोरीमा पेट पाल्नेले डागरेर मर्छन्। समाज सेवा गरिरहन् कोहीको शराब लिनन्, कसम खाएर भन्न सक्छु भ्रष्टाचार गर्दिनन्। धादिङवासी जनताहरू सचेत बन्न थाले, देशकै मुहार फेरिनेछ जिते आशिकाले। सबले गर्छन् ठुला भाषण झुटको खेती धन्दा, हारे पनि आशिका सै घुस खुवाई जित्नु भन्दा। नमस्कार, हजुरहरूलाई यो गीत कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने अन्तिम समय हेरेर लाइक र सेयर गर्न नबिर्सनु होला। आशिका तामाङले गरेका कामहरू हामीले बयान गरेर पनि सक्दैनौँ।